मान्छेको जीवनहरूमा आउने कुराहरू चाहिँ कस्तो हुन्छ भने एउटा अहिलेको मान्छेहरूले चाहिँ प्राय जीवनमा एउटै कुरा सोचेको हुन्छ कि मैले कसरी रमाइलो इन्जोय अनि जीवन कसरी र विशेष परदेशी र हाम्रो परदेशमा बस्ने हाम्रो दाजुभाइहरूको चाहिँ यस्तो जीवन छ कि तपाईँहरू मेहनत गर्नुहुन्छ परिश्रम गर्नुहुन्छ एउटा श्रम गर्नुहुन्छ तर त्यो श्रमको फलिभाग चाहिँ के गर्नुहुन्छ त भिडाएर एउटा नसा चिजमा तपाईँहरूले गुमाउनुहुन्छ क्या त्यो भएको कारणले म भन्न चाहन्छु यो भिडियो तपाईँहरूले हेर्दै हुनुहुन्छ भने यो धेरै कुराहरू तपाईँहरूलाई म भन्दै गर्छु तर बुझाउने कोसिस गर्छु किनभने अरू भिडियोबाट पनि र हामी चाहिँ एउटा परदेशी हो है दाइहरू भाइ दिदी बहिनीहरू तपाईँहरू दिदी बहिनीहरूलाई पनि यो सन्देश है र दाइहरूलाई विशेष सन्देश दिन्छु र दिदी बहिनीहरूलाई दिन्छु मान्छेहरू चाहिँ परदेशमा आएर आफ्नो दुःख भुलेको हुन्छ कि आफ्नो घर परिवार भुलेको हुन्छ आफ्नो माया गर्ने मान्छेहरू भुलेको हुन्छ त्यहाँदेखि यो परदेशमा चाहिँ के छ त एउटा कठोर हुनु सिकेको हुन्छ कि बनाएको हुन्छ त्यहाँदेखि तपाईँहरूलाई म भन्छु आफ्नो परिवारमा चाहिँ तपाईँहरू सधैँ नै रहनुहोस् मैले देखेको छु कति दाजुभाइहरू 9 वर्ष 10 वर्ष भयो परदेश बसेको तर अहिलेसम्म घर जानु मन लाग्दैन भने विशेष तपाईँहरूलाई यो भिडियोबाट पनि मैले सन्देश दिइरहेको छु तपाईँहरू जानुहोस् आफ्नो परिवारहरू के छ कुन हालतमा छ तपाईँहरूलाई थाहा छैन तपाईँहरू यहाँ इन्जोय हो भन्नुहुन्छ कमाउने हो रमाउने हुन्छ तर तपाईँ त्यो कमाउन रमाउनु भनेको चाहिँ तपाईँ परदेशै जानुपर्दैन कि तपाईँ स्वदेशमै बसेर रमाउनु सक्नुहुन्छ किनभने तपाईँलाई एउटा ड्रिङ्क गर्ने एउटा नसा चिज लिने कुराहरू त तपाईँले उनी पनि कमाउनु सक्नुहुन्छ र हाम्रो कमाउनु सक्नुहुन्छ तपाईँलाई खान पुग्ने तर तपाईँ फ्यामिलीको खुसीको लागि तपाईँ परदेश हुनुहुन्छ त्यो भएको कारण म भन्छु र दिदी बहिनीहरूलाई विशेष तपाईँ आमा बाउ दाइ बुढा छोराछोरीको भविष्यको लागि तपाईँहरू आउनुहुन्छ तर तपाईँहरूले बुढा छोड्नु बिर्सिनुहुन्छ छोराछोरी बिर्सिनुहुन्छ परदेशमा आएर त्यहाँदेखि तपाईँले चाहिँ अहिले यहाँ आएर चाहिँ पढाइ सबैभन्दा लभमै परेको हुनुहुन्छ कि तपाईँहरू आफ्नो घर परिवार फ्यामिलीहरू बिर्सेर तपाईँहरू चाहिँ केमा हुनुहुन्छ त यहाँ आएर चाहिँ इन्जोय तपाईँहरू इन्जोय गर्नेहरूमा चाहिँ एकदम पछि राखेको हुनुहुन्छ र यो भिडियो चाहिँ तपाईँहरूलाई म भन्दैछु र मान्छेहरू कसरी यो बाटो टाढिन्छ भन्ने कुरो चाहिँ त्यहाँबाट हुन्छ र म भन्छु दिदीबहिनीहरूलाई प्रत्येक मैले भनिरहेको छु दिदीबहिनीहरू तपाईँहरूले आफ्नो फ्यामिली बिर्सेर यहाँ इन्जोय गरेको हुनुहुन्छ तर पढाइको हातमा बसेर कि तपाईँहरू देखेको छु यो परदेशमा कति दिदीबहिनीहरू त मैले यहाँ त एउटा उदाहरण सोध्दा पनि हामीले काठमाडौँमा देखेका थियौँ पहिला यो म 65 सालदेखि काठमाडौँ बस्दा यो रत्न पार भनेको एउटा भाइरल कुरोहरू थियो त्यस्तै क्या यहाँ परदेशमा पनि तपाईँहरू यो तरिकाले बस्दिनु भएको छ क्या एउटा मेरो आम नेपाली दिदीबहिनीहरू आफ्नो फ्यामिलीहरू बिर्सिनुहुन्छ आफ्नो परिवारहरू बिर्सेर तपाईँ चाहिँ यहाँ के गर्नुहुन्छ त इन्जोय गर्नुभएको छ तर तपाईँहरूले त्यो लाखौँ खर्च गरेर आएको आफ्नो परिवारको खुसी किन्नको लागि बिर्सेर त्यो खुसी बिर्सेर परिवारको खुसी बिर्सेर कतिले भन्नुहुन्छ मेरो यस्तो हरायो त्यहाँदेखि तपाईँहरूको आफ्नो जिम्मेवारी तपाईँहरूले भुलेर यहाँ आफ्नो खुसी चाहनाको इच्छाको चाहिँ तपाईँहरूले के भन्नुहुन्छ निभाउँदै हुनुहुन्छ र जिम्मा चाहिँ कस्तो छ र तपाईँहरूले जिम्मा कसरी निभाउनु सक्नु भएको छ भने आफ्नो कारण आफैले जिम्मा निभाउनु सक्नु भएको छ तपाईँहरू म को हुँ मैले के गर्नुपर्छ त्यो कुरा चाहिँ तपाईँहरूले कहिले पनि तपाईँले यो निभाउनु चाहन्छ र मैले तपाईँहरूलाई पटक पटक भनिरहेको छु यो भिडियोबाट तपाईँहरूको सन्देश दिइरहेको छु तपाईँ को हो तपाईँहरूले आफ्नो चाहना मान्छेको जीवनहरूमा आउने कुराहरू चाहिँ कस्तो हुन्छ भने एउटा अहिलेको मान्छेहरूले चाहिँ प्राय जीवनमा एउटै कुरा सोचेको हुन्छ कि मैले कसरी रमाइलो इन्जोय अनि जीवन कसरी र विशेष परदेशी र हाम्रो परदेशमा बस्ने हाम्रो दाजुभाइहरूको चाहिँ यस्तो जीवन छ कि तपाईँहरू मेहनत गर्नुहुन्छ परिश्रम गर्नुहुन्छ एउटा श्रम गर्नुहुन्छ तर त्यो श्रमको फलिभाग चाहिँ के गर्नुहुन्छ त भिडाएर एउटा नसा चिजमा तपाईँहरूले गुमाउनुहुन्छ क्या त्यो भएको कारणले
म भन्न चाहन्छु यो भिडियो तपाईँहरूले हेर्दै हुनुहुन्छ भने यो धेरै कुराहरू तपाईँहरूलाई म भन्दै गर्छु तर बुझाउने कोसिस गर्छु किनभने अरू भिडियोबाट पनि। र हामी चाहिँ एउटा परदेशी हो है दाइहरू, भाइ दिदी बहिनीहरू। तपाईँहरू दिदी बहिनीहरूलाई पनि यो सन्देश है र दाइहरूलाई विशेष सन्देश दिन्छु र दिदी बहिनीहरूलाई पनि दिन्छु। मान्छेहरू चाहिँ परदेशमा आएर आफ्नो दुःख भुलेको हुन्छ क्या, आफ्नो घर परिवार भुलेको हुन्छ, आफ्नो माया गर्ने मान्छेहरू भुलेको हुन्छ। त्यहाँदेखि यो परदेशमा चाहिँ के छ त एउटा कठोर हुनु सिकेको हुन्छ कि बनाएको हुन्छ। त्यहाँदेखि तपाईँहरूलाई म भन्छु आफ्नो परिवारमा चाहिँ तपाईँहरू सधैँ नै रहनुहोस्। मैले देखेको छु कति दाजुभाइहरू 9 वर्ष 10 वर्ष भयो परदेश बसेको तर अहिलेसम्म घर जानु मन लाग्दैन भने विशेष तपाईँहरूलाई यो भिडियोबाट पनि मैले सन्देश दिइरहेको छु। तपाईँहरू जानुहोस्, आफ्नो परिवारहरू के छ कुन हालतमा छ तपाईँहरूलाई थाहा छैन। तपाईँहरू यहाँ इन्जोय हो भन्नुहुन्छ, कमाउने हो रमाउने हुन्छ, तर तपाईँ त्यो कमाउन रमाउनु भनेको चाहिँ तपाईँ परदेशै जानु पर्दैन कि तपाईँ स्वदेशमै बसेर रमाउनु सक्नुहुन्छ। किनभने तपाईँलाई एउटा ड्रिङ्क गर्ने एउटा नसा चिज लिने कुराहरू त तपाईँले उनी पनि कमाउनु सक्नुहुन्छ र हाम्रो कमाउनु सक्नुहुन्छ, तपाईँलाई खानु पुग्ने। तर तपाईँ फ्यामिलीको खुसीको लागि तपाईँ परदेश हुनुहुन्छ। त्यो भएको कारण म भन्छु। र दिदी बहिनीहरूलाई विशेष तपाईँ आमा बाउ दाइ बुढा छोराछोरीको भविष्यको लागि तपाईँहरू आउनुहुन्छ तर तपाईँहरूले बुढा बिर्सिनुहुन्छ, छोराछोरी बिर्सिनुहुन्छ परदेशमा आएर। त्यहाँदेखि तपाईँले चाहिँ अहिले यहाँ आएर चाहिँ पढाइ सबैभन्दा लभमै परेको हुनुहुन्छ कि तपाईँहरू आफ्नो घर परिवार फ्यामिलीहरू बिर्सेर तपाईँहरू केमा हुनुहुन्छ त यहाँ आएर चाहिँ इन्जोय। तपाईँहरू इन्जोय गर्नेहरूमा चाहिँ एकदम पछि राखेको हुनुहुन्छ र यो भिडियो चाहिँ तपाईँहरूलाई म भन्दैछु। र मान्छेहरू कसरी यो बाटो टाढिन्छ भन्ने कुरो चाहिँ त्यहाँबाट हुन्छ। र म भन्छु दिदीबहिनीहरूलाई प्रत्येक मैले भनिरहेको छु दिदीबहिनीहरू तपाईँहरूले आफ्नो फ्यामिली बिर्सेर यहाँ इन्जोय गरेको हुनुहुन्छ तर पढाइको हातमा बसेर कि तपाईँहरू देखेको छु यो परदेशमा कति दिदीबहिनीहरू त मैले यहाँ त एउटा उदाहरण सोध्दा पनि हामीले काठमाडौँमा देखेका थियौँ। पहिला यो म 65 सालदेखि काठमाडौँ बस्दा यो रत्न पार्क भनेको एउटा भाइरल कुरोहरू थियो। त्यस्तै क्या यहाँ परदेशमा पनि तपाईँहरू यो तरिकाले बस्दिनु भएको छ क्या। एउटा मेरो आम नेपाली दिदीबहिनीहरू आफ्नो फ्यामिलीहरू बिर्सिनुहुन्छ, आफ्नो परिवारहरू बिर्सेर तपाईँ चाहिँ यहाँ के गर्नुहुन्छ त इन्जोय गर्नुभएको छ। तर तपाईँहरूले त्यो लाखौँ खर्च गरेर आएको आफ्नो परिवारको खुसी किन्नको लागि बिर्सिएर त्यो खुसी बिर्सेर परिवारको खुसी बिर्सेर कतिले भन्नुहुन्छ मेरो यस्तो हरायो। त्यहाँदेखि तपाईँहरूको आफ्नो जिम्मेवारी तपाईँहरूले भुलेर यहाँ आफ्नो खुसी चाहनाको इच्छाको चाहिँ तपाईँहरूले के भन्नुहुन्छ निभाउँदै हुनुहुन्छ। र जिम्मा चाहिँ कस्तो छ र तपाईँहरूले जिम्मा कसरी निभाउनु सक्नु भएको छ भने आफ्नो कारण आफैले जिम्मा निभाउनु सक्नु भएको छ। तपाईँहरू म को हुँ, मैले के गर्नुपर्छ त्यो कुरा चाहिँ तपाईँले कहिले पनि तपाईँले यो निभाउनु चाहन्छ। र मैले तपाईँहरूलाई पटक भनिरहेको छु यो भिडियोबाट तपाईँहरूको सन्देश दिइरहेको छु। तपाईँ को हो तपाईँहरूले आफ्नो चाहना तपाईँहरूको कारणले चाहिँ तपाईँहरूलाई मैले भनिरहेको छु। र तपाईँहरू के हो म को हो र हुनु त तपाईँहरूलाई कस्तो लाग्छ यो मेरो सल्लाह सुझाव अनि जिज्ञासा कस्तो लाग्छ तपाईँहरूले मलाई भन्नु सक्नुहुन्छ, कमेन्टमा गर्नु सक्नुहुन्छ। र तपाईँहरूको जीवन मेरो के रहेछ त म परदेशमा आएको कारण म किन आएको रहेछु भन्ने कुराहरू तपाईँहरूले आफूले गर्व महसुस गर्नुपर्ने जरुरी छ। हामी अहिले यहाँ यस्तो स्थितिमा छौँ कि हामी तपाईँ आफैहरूलाई थाहा छ, मलाई थाहा छ हामी परदेशमा कस्तो स्थितिमा बसेका छौँ भन्ने कुरा चाहिँ तपाईँले पनि एउटा बुझ्नु जरुरी छ। र नेपालमा जति दाजुभाइको श्रीमती छोराछोरी हुनुहुन्छ उहाँले पनि बुझ्नुहुन्छ आफ्नो श्रीमान कस्तो अवस्थामा छ र श्रीमानले श्रीमती मेरो कस्तो अवस्थामा छ। तपाईँहरूले त्यसरी पनि बुझ्नुपर्ने छ। यहाँ बस्नेलाई मात्रै उहाँ हाम्रो स्वदेशमा बस्नेहरू दिदीबहिनीहरू चाहिँ अझै नै नेपालमा पनि त्यत्तिकै कमजोर छ। यहाँ बाहिर परदेशमा त्यति कमजोर भएर बस्नु भएको छ। कसैलाई आफ्नो जीवन चाहिँ सुम्पिदिनु भएको
छ कि तपाईँहरू आफैले त्यो जीवन मेरो के रहेछ, म कस्तो जीवनमा छु भनेर तपाईँहरूले आफैले महसुस गर्नुहोला भन्न चाहन्छु यो भिडियोबाट। र मैले यो यति छोटो भिडियो तपाईँहरूको माझमा राख्दै म बिदा हुन चाहन्छु। हस्त नमस्ते वरुण राई। युट्युब च्यानलमा तपाईँहरूले सक्नुहुन्छ वरुण राई युट्युब च्यानल सब्सक्राइब गर्नुहोला र तपाईँहरू जतिजनाले सेयर पनि गर्नुहोला र मेरो फेसबुक पेजमा तपाईँहरू भएको छैन भने फलो गर्नुहोला। हस्त नमस्ते भन्न चाहन्छु।